यो एपको युआई हो। यो एपमा हजुरहरूले धेरै कुराहरू गर्न सक्नुहुन्छ, जस्तै सिग्नेचरको फोटो डाउनलोड गर्न र ड्राइङको इमेज डाउनलोड गर्न। यो एप नै किनभने यो एपले हजुरको डेटा कुनै पनि सर्भरमा स्टोर या सेन्ड गर्दैन। हजुरको सिग्नेचर हजुरको पीसीमै सेभ हुन्छ। यो एप एकदमै सजिलो छ प्रयोग गर्न। यो एपमा हजुरहरूले धेरै कुराहरू गर्न सक्नुहुन्छ। एपको युआई दुईटा मेन पार्टमा डिवाइड गरिएको छ। लेफ्ट प्यानलको माथि एपको नाम र डेभलपरको क्रेडिट छ। टुल्स सेक्सनमा ब्रश, इरेजर, स्प्रे र फिल जस्ता इम्पोर्टेन्ट टुल्स छ, जहाँ ब्रश टुल मेनली सिग्नेचर र फ्री ह्यान्ड ड्राइङको लागि युज हुन्छ। इरेजर टुल गल्ती भएको लाइन हटाउन मद्दत गर्छ। स्प्रे टुल क्रिएटिभ र आर्टिस्टिक इफेक्टको लागि युज हुन्छ र फिल टुलले ड्राइङको क्लोज्ड एरिया भित्र कलर फिल गर्न हेल्प गर्छ। कलर सिलेक्सन अप्सनले युजरलाई सिग्नेचरको कलर चुज गर्न दिन्छ। ब्रश साइज स्लाइडरले लाइनको थिकनेस कन्ट्रोल गर्न मिल्छ, जसले नेचुरल र रियल लुकिङ सिग्नेचर बनाउन सजिलो हुन्छ। हजुरको पीडीएफ र डोक्स फाइलमा यसरी सिग्नेचर हाल्न मिल्छ। डिजिटल सिग्नेचर बनाउन वेबसाइट प्रयोग नगर्नुहोला, यो एप नै युज गर्नुहोला। ताला दिएको लिङ्कमा क्लिक गरेर हजुरले एप डाउनलोड गर्न सक्नुहुन्छ। कुनै कम्प्युटरमा एन्टिभाइरसको कारणले डाउनलोड नहुन सक्छ। त्यस्तो बेला मोर डिटेल्स भन्ने ड्रपडाउन आइकनमा क्लिक गरेर डाउनलोड एनीवेमा क्लिक गर्नुहोला। त्यसपछि नेक्स्ट गरेर डाउनलोड गर्न सक्नुहुन्छ। आजकल धेरै डिजिटल सिग्नेचर र डकुमेन्ट साइन गराउने वेबसाइटहरू अवेलेबल छन्, तर धेरै युजरलाई प्राइभेसीको बारेमा थाहा हुँदैन। वेबसाइट बेस्ड सर्भिसेस युज गर्दा हजुरको डकुमेन्ट, सिग्नेचर र पर्सनल डेटा पहिला इन्टरनेटबाट वेबसाइटको सर्भरमा अपलोड हुन्छ र त्यो डेटा कुन देशको सर्भरमा स्टोर भएको छ, कसले एक्सेस गर्छ भन्ने कुरा क्लियर हुँदैन। कुनै वेबसाइटहरूले युजरको डेटा टेम्पररी भने पनि स्टोर गर्छन् र कुनै केसमा थर्ड पार्टी सर्भिससँग डेटा सेयर पनि गर्न सक्छन्, जसले डेटा लिक, मिसयुज या अनअथोराइज्ड एक्सेसको रिस्क बढाउँछ। इन्टरनेट कनेक्सन नभएमा वेबसाइट काम गर्दैन र फ्री भर्जनमा वाटरमार्क, लिमिटेड डाउनलोड या हिडन चार्जेस जस्ता प्रब्लम पनि आउन सक्छन्। यो सबै कुरा प्राइभेसी र सिक्युरिटीको लागि रिस्क हुन सक्छ। यो एप युजर प्राइभेसीलाई हाईएस्ट प्रायोरिटी दिन्छ, जसले गर्दा गभर्नमेन्ट, अफिस र पर्सनल युजको लागि पनि यो एप एकदमै काम लाग्छ। धन्यवाद यो पुरा भिडियो हेर्नु भएकोमा।